हेलो एभ्रिवान, म चाहिँ क्लास जान लागेको 9 बजे भिडियो बनाउन लाज लाग्यो म चाहिँ क्लास जाँदैछु अनि त्यसपछि ट्रेन परिरहेको लाज लाग्यो ट्रेन आइरहेको छ कस्तो लाज लाग्यो म भ्लग बनाउँछु भनेको त बिर्सेर पो आएछु त हौ म त सर्ट भ्लग बनाउँछु आज धेरै टाइम पछि बनाएपछि त लाज लाग्ने रहेछ कि हौ यस्तो हिँड्नुपर्छ म चाहिँ क्लास जाँदैछु अहिले चाहिँ क्लास 10 बजीबाट उठ्यो आज चाहिँ अनि जाँदैछु धेरै टाइम पछि बनाएको भएर लाज लाग्यो अब आइपुग्नु लागि क्लास चाहिँ अघि बनाउँछु भनेको मान्छे देखेर बनाउने हुने गयो कहिले हिँड्नुपर्छ हो यहाँ चाहिँ म चाहिँ हिँड्दैछु अब पुग्न लाग्यो ट्रेनबाट झरेर चाहिँ 10-15 मिनट जति चाहिँ हिँड्नुपर्छ हिँड्दैछु अनि म जाँदैछु के गर्नु कुर्नै पर्यो 10 बजीबाट क्लास हुँदैन कोही आउँदैन त के गर्नु हो 10 बजीबाट क्लास हुँदैन कोही आउनु त 10 मिनटको क्यु भने 10 मिनटको ब्रेक पनि कहाँ जान्छ यो फल चाहिँ यस्तो राम्रो छ कि टाउको कता छ एकछिन क्युकेमा यस्तो गरेर बस्छ 10 मिनटको ब्रेक चाहिँ सबैजना यहाँ यसरी लाग्छ कि यहाँ पढ्नु आएन कि खाना ल्याएको जस्तो लाग्छ खायो पढ्नु चाहिँ होइन हामीलाई यो हाम्रो लास्ट पिरियड हो लास्टमा चाहिँ आज बेलुकाकोमा चाहिँ 1.5 घन्टा पढ्ने हो ले है कस्तो बनाउँछ तिमीले खाने सिकायो भयो देखाउँदै हामी पेन साथै भन है सिकाएको साढे 2 भयो हामी सक्यो गीत गाइदियो आया थकिने लाग्यो क्लास सक्यो हाम्रो 2-2:30 बजे आमा धेरै सुरुमा हामी जाने हाम्रोतिर सरेन के म चाहिँ क्लासबाट रुम फर्किँदैछु तर यहाँको यो चाहिँ यो पार्क चाहिँ मलाई लास्ट टाइम मनपर्छ किनकि यहाँ यस्तो धेरै ठाउँहरू पनि छ कि यति राम्रो राम्रो फुलहरू पनि फुल्छ फुलहरू यहाँ यस्तो राम्रो फुल्छ कि त्यही भएर म जहिले यही बाटो आउँछु है अनि यहाँ यस्तो राम्रो झारहरू थियो कि अहिले चाहिँ यो यस्तो सुकिसक्यो अनि यहाँ फुलहरू पनि यस्तो राम्रो छ कि म यही हेर्नु भने पनि आउँछु यो बाटो यस्तो शीतल पनि छ अनि यत्रो पनि छ कि यस्तो राम्रो छ फुलहरू पनि फुलिरहेको छ यस्तो राम्रो फुलहरू होइन राम्रो छ यो बाटो चाहिँ उताबाट घुमेर आउँदिनँ म चाहिँ अहिले यहीबाट आउँछु मेरो चाहिँ क्लास सकेर फर्केको अब एकछिन बसेर फेरि ड्युटी जाने हो यस्तो राम्रो छ यहाँ फुल यस्तो राम्रो फुल छ यस्तो राम्रो फुल एउटा सुके पनि अर्को चाहिँ भइरहन्छ कि फुलहरू लो म चाहिँ यहाँ काममा जान लागेको कति बज्यो 5 बज्न लाग्यो 5 बज्यो भने पनि भइगयो 6 बजेबाट चाहिँ काम हो मेरो ट्रेनसम्म चढ्नु चाहिँ म हिँडेर जानुपर्छ मेरो आज 12:30 बजीसम्म काम हो साथीहरू मेरो डेली यसरी नै बितिरहेछ कताबाट बाटो पनि ल साथीहरू
म चाहिँ काममा गएँ नि काममा गएको थोरै थोरै क्लिप चाहिँ राख्छु मैले ट्रेन आयो अब जाने हो कस्तो देख्यो नराम्रो राम्रो म चाहिँ ट्रेन कुरिरहेको लास्टमा आछु कति धेरै हो पानी पो परेको त है यहाँ त है लो 12 बज्यो हेरेर सक्यो काम सक्यो फर्किँदै